ताप्लेजुङको मुकुमलुङ, जहाँ एकातिर प्रधानमन्त्रीको मौखिक आदेशपछि काम रोकिएको भनिन्छ, तर निर्माण कम्पनी भने काम नरोकिएको दावी गरिरहेको छ। अर्कोतिर सुरक्षा निकाय र स्थानीय प्रशासन मौन छन्। तर यो मौनता र दावीको बीचमा सबैभन्दा स्पष्ट सुनिन्छ घाइतेहरूको पीडा र अस्तित्वको लडाई। तेह्रथुमका 35 वर्षीय यम लिम्बू माघ 11 गते दृढ संकल्प बोकेर मुकुमलुङ पुगेका थिए। उनको एउटै माग थियो, नो केबल कार। तर भगवानको वासस्थान भनिने त्यो पवित्र भूमिमा उनले आशीर्वाद होइन, गोली पाए। आस्तरका सुनिल आङ्बो पनि त्यो दिनका साक्षी हुन्। उनी भन्छन्, हामीलाई जंगलतिर लखेट्यो, खाना खाँदै गर्दा घरभित्रै अर्सु ग्यास फालियो। उनीहरूको बुझाइमा यो केवल विकासको बहस मात्र होइन, यो भाषा, संस्कृति र पहिचानको रक्षा हो। एकातिर आन्दोलनकारीहरू परियोजना खारेज र क्षतिपूर्ति मागिरहेका छन्, अर्कातिर निर्माण पक्षले केबल कारलाई विकास, पर्यटन र रोजगारीको आधार मानेका छन्। निर्माण पक्ष भन्छ लिखित आदेश नभएकाले काम भइरहेको छ। आन्दोलनकारीहरू भन्छन् काम रोकिनु मात्र होइन, खारेज हुनुपर्छ। अहिले काम रोकिएको हो कि होइन भन्ने अन्यल अझै कायम छ। तर एउटा कुरा स्पष्ट छ, समस्या समाधान भएको छैन। मुकुमलुङमा अहिले केबल कारको बहस छैन, यो प्रश्न छ विकास की पहिचान, र यसको उत्तर अझै खोजिँदैछ।